एकैको अवसरमा यहाँ उपस्थित रहनुभएका सबै दाजुभाइ दिदीबहिनीहरूमा शुभकामना टक्राउन चाहन्छु। एभरेज चेम्बर अफ कमर्स भारतमा रहनुभएका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूले मिलेर एउटा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अर्थात् आर्थिक क्रियाकलाप इकोनॉमिक एक्टिविटीज में इन्वॉल्व हुनुभएका हाम्रा सबै दाजुभाइ दिदीबहिनीहरूले चाहिँ मिलेर चाहिँ स्थापना गरिएको संस्थाको आमन्त्रणमा म आज आएर तपाईँहरूसँग मैले जानेको सब्जेक्टमा केही बोल्नु पाउँदाखेरि मलाई पनि खुसी लागेको छ र त्यस्तै गरी पहिलो पटक नेपाली दूतावासले आफ्नो सम्मानमा आर्थिक कार्यविधि गराउन नेपाली र भारतसँगको सम्बन्धको आर्थिक सम्बन्धको कुरामा अगाडि बढाउनको निम्ति जुन यो प्रयास गरेर मौका दिएको छ उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। र एउटा काम छ कि हामी नेपालीहरू जहाँ जन्मेको होस् जहाँ हुर्केको होस् कुन देशको पासपोर्ट लिएको होस् कुन देशको ग्रिन कार्ड लिएको होस् जुनसुकै ठाउँमा गयो भने रगत हामी सबैको नेपाली त्यसलाई हामी सब नेपाली संसारभरि जति फैलिएर बसेको नेपालीहरू हामी एक भए हाम्रा आउने पुस्ताहरूको निम्ति आर्थिक गतिविधिमा जति अगाडि बढाउन सक्छौँ त्यति हाम्रो राम्रो। भारतमा शताब्दीदेखि हामी नेपालीहरू यहाँ छौँ र विभिन्न क्षेत्रमा हामी छौँ तर आर्थिक गतिविधि व्यापार उद्योग क्षेत्रमा हामी ज्यादै दिनु हाम्रो हिसाब हेऱ्यो भनेदेखि करिब 50 लाख नेपालीहरू हामी भारतमा छौँ तर आर्थिक गतिविधिमा हाम्रो नेपालीहरूको बहुत कम छ। राजनीतिमा छौँ, सोसियल वर्कमा छौँ, सेक्युरिटी सर्भिसमा छौँ, इन्टेलेक्चुअली पढाइमा छौँ, सब चिजमा छौँ तर आर्थिक गतिविधिमा हामी बहुत कम छौँ। भएर भारतीय मूलका करिब 50,000 मारवाडी साथीहरू नेपालमा हुनुहुन्छ भनेदेखि त्यसमध्येमा करिब 10,000 मारवाडी साथीहरू चाहिँ नेपालको आर्थिक गतिविधिमा इन्भल्भ हुनुहुन्छ र त्यसले कन्ट्रोल अराउन्ड 60% of our economy. So that is the reason what I feel is that the organization like Everest Chamber of Commerce in an embassy, Nepalese embassy in India, all of us should get together and be more active in economic activity, whether it is in the industry, whether it is in trade, whether it is in the tourism, or export-oriented work. It's very, very